हेलो सबैलाई नमस्ते। आज चाहिँ तपाईँलाई म एउटा कहानी भनौँ या एउटा काण्ड लिएर आएको छु गाइस। तपाईँले भिडियो चाहिँ मजाले हेर्नु होला है। रियल काण्ड हो गाइस। काण्ड के भन्दाखेरि गाइस 100, 50, 150 काण्ड गाइस। कुरा के भन्ने गाइस, म चाहिँ एकजना मान्छेले बोकेर गइरहेको थिएँ। अनि मैले भनेको थिएँ मलाई 100 रुपियाँ दिनु भनेको थिएँ है। अनि 100 रुपियाँ दिनु भन्दाखेरि उहाँले 2 जना रहेछ। अनि 2 जना लिएर आएँ। अनि एउटा ठुलो थियो, एउटा सानो थियो, ठिकै थियो। अनि 100 रुपियाँ दिनु भन्दै थिएँ, हुन्छ भनेको थियो। अनि सँगै लिएर आएको 100 रुपियाँ यो, 50 रुपियाँ यो। अनि लिएर आएको गाइस। अनि 100 रुपियाँ दियो। अनि पुग्यो त भाइ भन्नु, हजुरको इच्छा, हजुर थप्नु मन लाग्छ तपाईँ दिनु न भनेको। ल भाइ तिमीलाई 50 रुपियाँ थप्दै भनेर 50 रुपियाँ 100 रुपियाँ यो दियो। अनि 50 रुपियाँ यसरी नै दियो, झ्याप्प दियो। म लिइहालेँ, लिएर खस्स गोजीमा हालिहालेँ। अनि लास्टमा घरमा आएर यसो आज 150 पो थियो त, 50 टिप पायो भनेर पछि यसो पैसा कसले गर्दा पैसा त एकपट्टिको नभएको पऱ्यो यस्तो पो दिएर मरेछ गाइस। छैन, यतापट्टिको कुन्चेलाई दियो, यतापट्टिको मलाई परेछ गाइस। हेर्नु त गाइस, यो नम्बर भएको तपाईँलाई कसलाई परेछ हेर्नु त, कोसँग छ हेर्नु त गाइस। छ भने म यो तपाईँलाई फिर्ता दिन्छु ल, तपाईँहरू जोडेर चलाउनु है। गाइस एक परिको टुक्रा यता छ गाइस मसँग। एक परिको टुक्रा चाहिँ कसलाई पर्यो गाइस। 150 काण्ड आयो गाइस।